बाटो छ है बाटो 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 बाटला आस्ते कन्फिडेन्ट भनेको यस्तो हुन्छ कि मेरो लागि के रहेछ त लोदर दिन रहेछ क्या केटाको भनेर पचान्न खोज्दैछ उक्दै हाल्दै गर्दा लास्टमा गलिँदै जाँदो रहेछ मुठा उठाउनु डिउ आयो क्या डिउ हामीलाई त कहाँ आउँछ बुलत भान्जा पनि आएछ हेलो गाइज वेलकम बैक टू माई यूट्यूब चैनल एमआर काले स्वागत छ तपाईहरुलाई मेरो यूट्यूब च्यानलमा यदि मेरो यूट्यूब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक कमेन्ट सब्स्क्राइब गर्न नबिर्सिनु होला है मैले चाहिँ धेरै पछि भिडियो बनाउन पनि पाइरहेको थिएन त्यही भएर धेरै पछि भिडियो बनाउँदैछु आज मेरो धेरै ग्याप भइसकेको थियो भिडियो बनाउनलाई पनि अनि भिडियो नि बनाउन पाएको थिएन आजबाट चाहिँ सुरु गर्दैछु भिडियो बनाउनको लागि त्यस्तै भइरहेको थियो भिडियो बनाउनलाई पनि कस्तो दामी जङ्गल छ यहाँनिर चाहिँ बाटोको छेउमा जङ्गल खतरा खाने मेरो फरारीको साथमा आजको भिडियो सुरु गर्न चाहन्छु होइन यहाँनिर चाहिँ मेरो फरारी यहाँनिर छ यो फरारीमा चाहिँ म अब यहाँबाट जाँदैछु दुईटा हात छोडेर पनि साइकल कुदाइदिन्छु फेरि कन्फिडेन्ट भनेको यस्तो हुन्छ कि दुईटा हात छोडेर ओ माइ गॉड मेरो फरारीमा जानुको मजै छुट्टै हुन्छ क्या आज म बिहानै उठेर अनि मेरो त के अरे स्वास्थ्य बिमा गर्नुपर्ने थियो अनि मम्मी बाबा अनि त्यसपछि मेरो बुढी छोरीको स्वास्थ्य बिमा गरौँ भनेर म चाहिँ झन् बिहानै उठेर हिँडेको बिमा गर्नको लागि तर ब्याड ल के गर्नु अब आजबाट हुँदैन अरे हिजोसम्म चाहिँ गरिरहेको थियो म पनि गर्छ होला भनेर हिँडेको थिएँ अब आजबाट चाहिँ हुँदैन रहेछ अनि म बिहानै आएँ आजको दिनै मेरो लागि के रहेछ त लोदर दिन रहेछ क्या जान त गयो तर फिर्केर आउनुपर्ने अवस्था आयो जान्छु घरमा अब हाम्रो आज थ्रेसर लाउने कार्यक्रम सुरु छ धान छ हिजो अस्ति काटेर थुपारेको छ अनि आज चाहिँ अब थ्रेसर लाउनु पर्ने छ ठिक छ अब नभए के गर्नु त पछि अर्को महिना मङ्सिर लागेपछि आउनु भनेको छ मङ्सिर लाग्न नि खासै समय छैन मङ्सिर लागेपछि चाहिँ जानुपर्ने छ जस्तै जुन बिना एक्लै रात काटो कि छिटै भेट अब लडाउँछु क्या म्यासला पहिलाको एक्सपिरियन्स थियो मेरो दुईटा हात छोडेर चलाउने आज पनि म दुईटा हात छोडेर अबे झन्डै लडेँ सो गाइस आज चाहिँ हाम्रो यहाँ धान दाउनी गर्नुपर्ने छ हाम्रो धान चाहिँ दाउनी गर्नलाई रेडी भएर बसिरहेको छ होइन यहाँनिर हाम्रो चाहिँ धान यति छ अहिले दाउनी गर्नुपर्ने अनि त्यहाँनिर थ्रेसर लगाइरहेको छ क्या त्यहाँनिर थ्रेसर लगाइरहेको छ त्यो थ्रेसर ल्याएर चाहिँ हाम्रो पनि धान दाउनी गर्नुपर्ने छ आज धान दाउनी गऱ्यो भने चाहिँ आज चाहिँ धान खन्ने कार्यक्रम सिद्धिन्छ त्यसपछि आज जति सक्दो चाँडो यो धान चाहिँ टक्कसँगले दाउनी गर्नुपर्ने छ लाग्छ होला 1-2 घन्टा जति यो धान चाहिँ यस्तो अस्ति होलीको धान यस्तो भिजेर नि यस्तो बिग्रियो यो धान हाल चिसो भइरहेको अब त्यहाँ ट्र्याक्टर छ त्यो ट्र्याक्टरलाई म गएर एकपल्ट कुरा गर्छु के भन्छ अब ल्याएर लाग्यो भनेदेखि अनि हाम्रो पनि के त धान दाउनी गरिन्छ मैं कहिले त्यहाँ गएर कुरा गर्छु त्यहाँ त सकिन लागेको छ अहिले धान चाहिँ अब ल्याउने बाटो कहाँनिर छ हौ बाटो कुन बाटो यहाँ पनि धान रहेछ कुन बाटोबाट पो लिएर आउनु ऊ तलबाट पो लिएर आउनु पर्ने रहेछ त यहाँ बिहानदेखि लगाएको राम कति लगाएछ नि त्यहाँ 1 थुप्रो 2 थुप्रो 3 थुप्रो धान लगाएको अब यहाँ सकिन लागेको छ अहिले चाहिँ अब म पनि धान त्यहाँनिर यहाँबाट अहिले कुरा गर्नु पर्यो लगाइदिन्छ होला सायद हामी चाहिँ यहाँनिर थ्रेसर लिएर आउने त्यहाँबाट यहाँनिर बाटो खन्नु पर्ने भइरह अहिले कहाँबाट लिएर आउने त्यो घरबाट आउँदैन पसेर हेर त तिमी गाडी मान्छे त गाडी हो यहाँ त हुँदैन उयो त माथिबाट लिएर आउनु पर्ला है ड्राइभर कतिको कडा छ यार बाटो चाहिँ खत्रै छ ड्राइभर कतिको कडा हो यतिखेर दारी काट्न आँट्नु भइरहेको ट्र्याक्टर आयो रे ट्र्याक्टर आयो अनि सानीहरू चाहिँ कुन मलाई फेटा ल्याइदिनु भएको
अनि कहाँ ट्र्याक्टर चाहिँ कहाँ हाल्ने त अहिले दिनु ड्याङ्गै टाउको ठोकेर मेरो यहाँ जहाँ छाम त यहाँ नबिने यहाँ टुटुल्कै उठेछ यहाँनिर उता ठोकेको टुटुल्कै उठेछ ल छोडेर जाऊ है मलाई के बेस्ट केटाको बेस्ट लाएर हिँड्नु कसले बहिनीले कसको यस्तो थियो खोइ केटाको हो मम्मी त्यस्तो किन किनेकी भनेको के त्यही त नि नबिनेले 5 हान्न खोज्दैछ केटाको भनेर 5 हान्न खोज्दैछ फेरि राम्रो भन्दै बुढा त रहेछ नि त यहीँले ल्याएर खनाउँदै बनाउँदै त चल्दैन काम के तपाईँको बुढा ल्याउनु पर्छ लिएर आउँछ ठुल्ठुलो हाल्ने ल नवीन पक्र ल हाल्न सुरु गरौँ हाल्नु ल बल्ल थ्रेसर लगाइसक्यो धानले त तिर भयो बल्ल 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 यत्रो थुप्रो लगाइसक्यो लास्ट गलियो त्यतिरी आज त अरे कता बग्दा पनि उक्दै हाल्दै गर्दा त लास्टमा गलिँदै जाँदो रहेछ मुठा उठाउनु यही गाडीमा लिएर जानु न अब गाडी लिएरै यत्रो बोरा एमआर काले है धुयो चेप छ क्या हो त्यसरी माथि माथि टेक्नु हो त्यहाँ घर लास्ने कति बस्छु चस्मा लगान चस्मा ओ कडा देखियो यार दिउ आएछ नि त दिउ त्यहाँ गुरुलाई दिउ आएछ गुरु दिउ खाएर जाऊ यार दिउ आइसकेछ त्यहाँनिर अनि अहिले फेरि हुस्से लाग्यो धान चाहिँ यहाँ झारिदिनु पर्ला है दिउ आयो क्या दिउ हामीलाई त कहाँ आउँछ ल दिउ हामीले दिएन जाने भाउ नै गाडी छ गाडी छ जाने भयो यो क्लिप त नकाटे मेरो होइन क्या उयो क्यामेरा जिन्दगी यस्तै छ गुरुजीको होइन कति छिटो अनलोड गर्नुभयो भने मैले कहाँ गर्न कालेले दियो हामीले दिन्छ ए तपाईँ त्यसो भन्ने अनि उता गएर सिर्जीहरू कति छिटो आयो भन्ने होइन अब एक दिन खोला खाइ सक्दी सोरसार ल्याउन मेरो होइन उही दाउने गर्छ नि धान त ल्याउनु पर्यो नि
चलो 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 गुड चलो ए पानीमा हामीलाई पनि दिनु है। ओइ गुलत भान्जा पनि आएछ कहाँबाट आएको गुलत कतिखेर आयो ओइ आवाज सुन्ने बित्तिकै आइदियो। होइन फेरि ऊ पनि एक्सपिरियन्सवालै मान्छे हो भ्लगकै मान्छे हो क्या ऊ पनि होइन हो क्या नि गुलत भान्जा 2-3वटा साइरी जाओस् न त पर्सि कस्तो 2-3वटा साइड जानु पर्यो क्या ओ माइ गॉड यहाँ मलाई डर लाग्ने भनेको यहीँ हो क्या यहाँ मात्रै यता जानु पर्छ अहिले यो के हाम बाल्नु पर्ने अवस्था आयो भने ओ एकपल्ट ओए बिहानदेखि लाउने गरेर राखेको यतिखेर भयो राति लाने बेलामा खुसी भयो भाइ झर्न बार बज्छ अरे एक्सपिरियन्स हो यता ठोकेलै उनीहरू बाटो छ है बाटो भातला बाटो भातला ओ आस्ते त्यसरीका ल घर आइपुग्यो ल साथीहरू अब धानसान पनि झन्कायो र यति भन्दै आजको ब्लग चाहिँ म यहीँ अन्त्य गर्दछु है नेक्स्ट ब्लगमा भेट्ने छु है।